सम्पूर्णमा नमस्कार। म कमल राजकुटी मगर फेरि पनि यो भिडियोमा जोडिएको छु र आजको भिडियो विशेष गरी यो नेपालको कानुनको निम्ति, नेपालमा जति पनि कानुन चलाउने हुनुहुन्छ उहाँहरूको निम्ति, अनि जति पनि न्यायपालिकाहरू छन् त्यसको निम्ति हो। साँच्चै नै हाम्रो देशमा कानुन धेरै छ, न्यायपालिकाहरू छन्, मानव अधिकारहरू छन्, महिला हिंसाको विरुद्धमा उठ्ने ती सङ्घ संस्थाहरू छन्। तर आज एउटा किशोर चेलीको विभत्स हत्या हुँदाखेरि आवाज उठाउने कोही पनि छैन, न्याय दिने कोही पनि छैन। देशको न्यायालय निष्क्रिय भएको छ। देशमा भएका कानुन चलाउनेहरू निष्क्रिय भएका छन् र देश चलाउनेहरूको आँखा कान बन्द भएको छ। त्यसकारण म यो आवाज उठाउँदछु, जुन हाम्रो देशमा सदियौँदेखि यस्ता घटनाहरू हुँदै आएका छन् र हाम्रो देशको कानुनले, न्यायालयले यो कुरामा भने काम गरेको खासै पाउँदैन। आज म यो भन्न चाहन्छु, हिजो अस्ति भर्खरको कुरो हो, एकजना किशोरी बहिनीलाई विभत्स रूपमा हत्या गरिएको छ र त्यसको अपराधीलाई अझै पनि समाउन सकिएको छैन। म यही भिडियो मार्फत अपिल गर्न चाहन्छु कि हाम्रो देशको साँच्चै न्यायालयहरू, कानुनहरू निष्क्रिय भएका हुन्, कि हाम्रो देशमा चाहिँ कानुनभन्दा ठुलो मानिसहरू हुन्। म खबरदारी गर्न चाहन्छु, हाम्रो देशमा, नेपालमा कानुनको शासन हुनुपर्छ। रुल अफ ल चाहिँ कायम हुनुपर्छ। जुडिसियरीहरू इन्डिपेन्डेन्टली काम गर्नुपर्छ।